वर्षकी पवित्र आमाको एक्लोपन, हामी जस्ता गरिबीलाई कसले हेर्छ? आज हामी यो लेख तपाईहरुको माझमा प्रस्तुत गर्दैछौँ। रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नम्बर 4 ठुलो नम्जामा गएर हामीले यो लेख तयार पारेका थियौं, जसमा यो लेख तयार पार्नका लागि मलाई सहयोग गर्नुभएको थियो पत्रकार खुम बहादुर सुनारले। रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका वडा नम्बर 4 ठुलो नम्जाकी 90 वर्षीय पवित्र कामीको जीवन आज पनि अत्यन्तै कठिन र पीडामा भरिएको छ। उहाँको 4 छोरी र 2 छोरा भए पनि अहिले उहाँ विकट समयमा एक्लै जीवन बिताउँदै आउनु भएको छ। उमेरको भार, एक्लोपन र चिसोको कठ्याङ्ग्रिदो हावासँगै उहाँको दैनिकी सङ्घर्षमा चलिरहेको छ। हामी गाउँ घुम्दै थियौँ। त्यो गाउँमा रमाइलो र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण थियो। डाँडा काँडा पार गर्दै हिँड्दा स्थानीय जीवनका कथाहरूले मन छोइरहेको थियो। केही समयपछि हामी पवित्र आमाको घरमा पुग्यौँ। उहाँ त्यति बेला आफ्नी देउरानीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। हामीले पनि उहाँसँग कुराकानी सुरु गर्यौँ। हामीले पहिलो प्रश्न सोध्यौँ, आमा, हजुरको आँखा, कान र खुट्टा सबै ठिक छन् त? उहाँ हाँस्दै भन्नुभयो, हुँदैन भने पनि के गर्नु र हजुर बाबु, सकेसम्म हिँड्छु, गाउँ र पसलसम्म पुगेर आफै खानेकुरा ल्याउँछु, मेरो शरीर चलेको छ, मन नचलेको हो। उहाँको त्यो हाँसोभित्र लुकेको पीडा र सहनशीलता दुवै देखिन्थ्यो। हामीले फेरि सोध्यौँ, तपाईको खर्च कसरी चल्छ? उहाँले उत्तर दिनुभयो, नेपाल सरकारले दिएको सामाजिक सुरक्षा भत्ता नै पेट पाल्छु, त्यही पैसाले नुन, तेल, अन्न किन्छु, त्यो नआउँदा त उपवासमै दिन बित्छ। उहाँसँग कुरा गर्दा हाम्रो मन पनि भावुक बन्यो। हामीले पनि पुनः सोध्यौँ, तपाईका लागि कसैले खाना पकाइदिन्छ? रातको समयमा साथी सुत्न कोही आउनुहुन्छ कि आउनु हुँदैन? उहाँले उत्तर दिनुभयो, कोही छैन, म एक्लै सुत्छु। मेरो श्रीमान बित्नु भयो जब म 40 वर्षकी थिएँ। 2 छोरा थिए, एउटा बित्यो, अर्को भारतमा बस्छ। छोराछोरीहरू सबै आफ्ना परिवारमा छन्। कहिले काहीँ चाडबाडमा आउँछन्, तर बस्ने ठाउँ नहुँदा उनीहरू पनि धेरै बेर बस्दैनन्। उहाँको सानो घर खरले छाएको छ। जाडोमा चिसो र पानीमा चुहिन्छ। घरमा राम्रो ओछ्याउने छैन, कम्बल पनि पुरानो छ। उहाँ भन्नुहुन्छ, पानी पर्यो भने कहिले यता सर्छु, कहिले उता, कहिले भाँडाकुँडामा पनि पानी जम्मा हुन्छ, कहिले चुहिएको छानो थुनी राख्छु, साँझ 10-11 बजे सुत्छु, बिहान 4 बजे उठ्छु, चिसोले कापिन्छ। हामीले फेरि अर्को प्रश्न सोध्यौँ, स्थानीय सरकार वा कुनै सङ्घ संस्थाले केही सहयोग गर्यो? उहाँले यसको पनि उत्तर दिनुभयो, स्थानीय सरकारले जस्ता दिने कुरा त गर्यो, तर सानो घर बनाउन धेरै खर्च लाग्ने भयो, मसँग पैसा थिएन, अहिलेसम्म कसैले सहयोग गरेनन्। उहाँको वाक्यसँग हाम्रो आँखा रसायो। उहाँले भन्नुभयो, हामी जस्ता गरिबीलाई कसले हेर्छ र? चुनाव आउँदा मात्रै नेताहरू बुढा मान्छे अपाङ्गलाई सम्झिन्छन्, त्यसपछि फेरि सबै हराउँछन्। 90 वर्ष पुग्दा पनि पवित्र आमाको स्वास्थ्य भने ठिक छ। कुनै गम्भीर रोगले छोएको छैन, तर चिसोको अभावका कारण उहाँको मनमा निरन्तर डर र चिन्ता खेलिरहन्छ। स्थानीय बासिन्दा बताउँछन्, पवित्र आमा गाउँकै सहनशील र धैर्यवान महिला हुन्। कहिले हार मान्दैनन्, बिहान उठेर आफ्नो काम आफै गर्छिन्, तर उहाँको अवस्था अत्यन्तै दयनीय छ। उहाँको घरभित्र कुनै आधुनिक सुविधा छैन। बिजुलीको बल्ब मन्द बत्ती झैँ झिलिमिली गर्छन्। भुइँमा पुरानो चटाइ छ, त्यसमै बिछाएर सुत्नुपर्छ। चिसोमा कठ्याङ्ग्रिएर पनि उहाँलाई तातो कम्बल छैन। शरीरमा चिसो पस्यो भने मेरो शरीर दुख्छ, उहाँ भन्नुहुन्छ। कसैले आगो बालिदियो भने तातो हुन्छ, नत्र बिहानसम्मै काँपिरहन्छु। उहाँको कथाले गाउँको वास्तविकता पनि झल्काउँछ। युवाहरू सबै वैदेशिक रोजगारमा गएका छन्। गाउँ सुनसान छ, बुढाबुढी मात्र बाँकी छन्। कोही सन्तान परदेश, कोही सहरमा। गाउँमा बुढाबुढीका आवाजहरू मात्रै सुनिरहन्छन्। अञ्जली सुनार बताउँछिन्, हाम्रो गाउँमा पवित्र आमा जस्ता धेरै वृद्धहरू छन्। उनीहरूलाई पनि घर, सहारा र माया दिन सक्ने
प्रणालीको आवश्यकता छ। स्थानीय सरकारले केवल भत्ता दिएर जिम्मेवारी पुरा भएको ठान्नु हुँदैन। पवित्र आमाको कथाले केवल एउटा वृद्ध महिलाको जीवन कथा होइन, यो हाम्रो समाजको दर्पण हो, जहाँ परिवार, सरकार र समाज सबै आफ्नो जिम्मेवारी बिर्सेका छन्। उहाँको आवाज अन्त्यमा अझै पनि कानमा गुन्जिरहन्छ। मलाई केही चाहिँदैन, बस चिसोमा नकाप्ने ठाउँ भए हुन्थ्यो। त्यो वाक्य सुन्दा हाम्रा पनि आँखा रसिए। हाम्रो नजर उहाँको सानो घरको छानोमा अडियो, जुन छानाबाट पानी चुहिरहेको थियो। यो रिपोर्ट केवल समाचार होइन, यो आमा बुवा हजुरआमाहरूको पीडा सुनिने आवाज हो। स्थानीय र सङ्घीय सरकारको दुवैको दायित्व हो यस्ता आमाहरूको जीवनमा उज्यालो ल्याउनु र सुरक्षित बसोबास दिनु र उनीहरूको बुढेसकाल सम्मानपूर्वक बिताउने वातावरण सिर्जना गर्नु। अञ्जली सुनारको भनाइमा हामी युवाहरूले पनि समाजप्रति उत्तरदायी बन्नुपर्छ। आज पवित्र आमा एक्लै छन्, भोलि हाम्रो पालो पनि आउँछ। समाज तब सुन्दर हुन्छ जब वृद्धहरूको सुरक्षित र सन्तुष्टि हुन्छन्। रोल्पाका जस्तै नेपालका हरेक गाउँमा आज पनि यस्ता कैयौँ पवित्र आमा छन्, जसले कहिले हार मान्दैनन् तर जसलाई कोही हेर्ने समय निकाल्दैनन्। यो रिपोर्ट वृद्धजनप्रतिको जिम्मेवारी, माया, सामाजिक दायित्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ तयार पारिएको हो।